मलाई चाहिँ मेरो स्कुटरमा तेल चाहिएको छ क्या स्कुटरमा अब स्कुटर चाहिँ मैले तपाईँले हेर्नु एउटा कार्टुन हेर्दै थिएँ म ए भाइ मोटरसाइकल बिग्रियो र डोर्याएको भनेको होइन तेल छैन यसलाई डोर्याएर लिएर गएको भन्दैछ क्या ऊ मोटरसाइकल पनि लिएर हिँड्नु परेको छ तर चढ्नलाई तेल छैन यो हालत भइसक्यो होइन गाह्रो छ सरकारले कम्पेन्सेट गर्न मिल्दैन तपाईँ प्रधानमन्त्रीज्यूले त्यति बेला चाहिँ सरकारको जिम्मेवारी हुँदैन कम्पेन्सेट गर भन्ने अहिले आफू हुँदा चाहिँ मुखमा दही जमाएर बस्ने होइन गर्नुपर्छ त्यसमा नागरिक होइन हामी त्यसमा लागिरहेछौँ हामी त्यसको उपायहरूमा लागिरहेको छौँ नागरिक पहिलो भएर सबभन्दा फर्स्टमा सर्भिस डेलिभरीको हिसाबले चाहिँ पब्लिक फर्स्टमा चाहिँ हामीले गर्नुपर्ने र गर्न सक्नेसम्मको हदैसम्मको चाहिँ हामीले काम चाहिँ त्यसमा चाहिँ लागि तपाईँलाई ठाउँ रहेछ क्या म ठाउँ बताइदिन्छु ल हजुर प्लिज पेट्रोलमा अहिले पनि सरकारले प्रति लिटर 65 रुपियाँ कर लिँदो रहेछ डिजेलमा प्रति लिटर 47 रुपियाँ कर लिँदो रहेछ ल पेट्रोल त बरु व्यक्ति चढ्ने सवारी साधनलाई प्रयोग हुन्छ होला डिजेल त सार्वजनिक सवारी साधनलाई प्रयोग हुन्छ त्यसले भान्सा महँगिन्छ त्यसले बजार महँगिन्छ अनि सर्वसाधारण जो गरी खाने वर्ग छ त्यसलाई असर गर्छ यो 47 रुपियाँ कर चाहिँ सरकारले छोडिदियो हुँदैन होइन त्यसमा पनि अब यो अहिले अर्थ मन्त्रालय लगायतको अरू मन्त्रालयमा अन्तर्राष्ट्रिय मन्त्रालय सम्बोधन हुँदै गर्दाखेरि चाहिँ त्यसको बारेमा छलफल पनि भइरहेको तपाईँले यहाँ उठाउनु भयो यसको बारे छलफल पनि भइरहेको छ हामीले कसरी कम्पन्सेट गर्ने त अरू ठाउँहरूबाट चाहिँ जहाँनिर हाम्रो एक्सेस तपाईँको एसेट्सहरू छ त्योबाट चाहिँ नागरिकलाई चाहिँ गाह्रो नपर्ने गरी कहाँनिर हुन्छ जस्तै स्पेसली पेट्रोलको हकमा अलिकता तपाईँले भने जस्तै हुनसक्छ तर जुन यो पब्लिक ट्रान्सपोर्टसँग प्रत्यक्ष जनतासँग जोडेको कुराहरूमा चाहिँ हामीले सहुलियत कसरी दिन सकिन्छ बरु अरू ठाउँमा काटेर भए पनि हामीले ल्याउने कुरा चाहिँ भइरहेछ वैशाख 5 गते 7 गतेसम्म यदि यही रेटमा अगाडि बढ्ने नै भयो भने चाहिँ 5 देखि 7 गतेसम्म चाहिँ हामीले केही न केही चाहिँ 82 सालभित्रै केही खुसीको खबर पाउँछौँ होला मोस्ट प्रोबेबली गजब कुरा 2024 नोभेम्बर 15 तारिखमा बालेन नाममा एउटा स्ट्याटस आएको छ भारतबाट तेलको मूल्य बढ्यो भन्दैमा बढाउन पाइन्छ जनताले राहत दिनुपर्ने सरकारको कर्तव्य होइन र यस्तै महँगी भइरहने हो भने सरकारको काम के हो जनताको सरकार किन चाहियो भन्नुभएको रहेछ त्यो लेख्ने मान्छेको नाम बालेन रहेछ इफ आम नट रङ उहाँ मेरो अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँकै पालामा पेट्रोलको मूल्य 202 रुपियाँ भयो अनि यो भन्यो भने सामाजिक सञ्जालमा तपाईँका मित्रहरू हामीलाई टोक्न आउँछन् विश्व बजारमा तेलको मूल्य बढाइ देखाएको छैन बानिया पुरानो दलले गर्दा चाहिँ चुप लागेर बसेको थियो तिमी मुखमा दही जमाएर बसेको थियौ अहिले विरोध गर्छौ तिम्रो ढाड चिला हो भन्छन् भन्नु नपाइन् पाइन्छ सरकारले केही गर्नु नपर्ने गरिरहेछ त कहाँ तपाईँको होइन ठिक छ त्यसको समाधानसँग जोडे त्यसको दीर्घकालीन समाधानको लागि चाहिँ जस्तै अहिले तपाईँको दोलखाको दैलेखको त्यो उत्खनन गर्ने कुराहरूमादेखि लिएर ग्रिन एनर्जीमा तपाईँको हाइड्रो पावरसँग जोडेको पार्ने त्यसलाई लामो कुरा भयो क्या लामो कुरा होइन लामो होइन त्यो त रिजल्ट दिने पनि मलाई चाहिँ मेरो